हात्ती यहाँनिर सहरबाट सहरमा हात्ती ट्याक्क लगाएर सर्लक्क लाग्यो हेर्नुहोस् है यो हात्ती यसको नाम बसन्ती रहेछ ट्याक्क लगाएर नानी होला नि त बदमास लडी बडी भान्दै सर्लक्क लगाएर दाना त्यो भित्र दाना हालेको तपाईँहरू कता माथि पनि जङ्गलमा पनि जानुभयो दिदी जङ्गलमा पनि जानुभयो तपाईँहरू हजुर कताबाट आउनुभयो तपाईँहरू कहाँदेखि आउनुभएको पोखरा कुन ठाउँबाट चाहिँ पर्स्याङ हजुर कहिले आज आउनुभयो त हिजो आउनुभएको कस्तो लाग्यो तपाईँहरूले ट्याक्क लगाएर हिँड्दैछौँ सर्लक्क लगाएर ट्याक्क लगाएर हिँड्दैछ र तपाईँहरू माथि जङ्गलमा पनि जानुभयो त माथि छैन कताबाट आउनुभयो त भरतपुरबाट हो त ए कहिले भर्खरै आउनुभयो त हजुर हजुर दाइ हजुर हजुर दाइ हजुर दाइ हजुर 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 दाइ मेरो घर चाहिँ सिन्धुपाल्चोक दाइ है हजुर 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 ठिक छ राम्रो छ दाइ राम्रो छ धेरै हजुर दाइ धेरै रमाइलो लागिरहेको छ दाइ ठाउँ राम्रो छ धन्यवाद है मेरो दादाको लागि है लस् यहाँ हाम्रो आन्टीहरू चाहिँ कहाँदेखि आउनुभयो आन्टी कहाँदेखि आउनुभयो तपाईँहरू हजुर 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 ए माथि जङ्गलमा पनि जानुभयो कि यहाँ हात्ती मात्रै हजुर 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 कस्तो लाग्यो तपाईँहरूले ठिकै छ राम्रै छ हामी त सधैँभरि यहाँ घाँस दाउरा गरे मान्छे हो म त हजुर हजुर ल हस् धन्यवाद यहाँको बारेमा अरू पनि बताइदिनुहोस् त आन्टी त्यही हो अब खासैहरू त केही छैन हजुर यहाँबाट आउँथ्यौँ यहाँका यी गैँडाहरू यिनीहरूसँग त हामी सँगसँगै जङ्गलमा अघि पछि गएर हिँड्थ्यौँ हजुर हजुर यो जङ्गलभित्र चाहिँ के देखिन्छ आन्टी यसरी के भने जङ्गलभित्र चाहिँ के छ आन्टी यहाँभित्र हजुर अनि गैँडा हात्ती चाहिँ हमेसै देखिन्थेन हजुर हजुर आन्टी यो त ठुलो हात्ती देखिन्थ्यो हामीले हजुर अनि अब यिनीहरू नै हो हजुर मजुर यस्तै जरायो हजुर गैँडा यिनीहरू चाहिँ हामी सँगसँगै जस्तो हिँड्थ्यौँ हजुर आन्टी भारी बोकेर घाँस दाउरा बोकेर हिँड्थ्यौँ बाबु हजुर जङ्गलबाट ल्याएर समातेर बाँधेको हो कि होइन पहिला त के गर्नुभयो अरू सबै यहीँ जन्मेका हुन् हजुर यिनीहरू यो ठुला पनि यहीँ जन्मेका हुन् सबै ल हस् धन्यवाद है आन्टीलाई हाम्रो दिदीहरू चाहिँ कहाँबाट आउनुभयो तपाईँहरू हामी यहीँ भरतपुर भरतपुरबाट हो तपाईँहरू दुईजना भरतपुर वडा नम्बर 7 बाट हजुर हजुर ए कहिले हजुर हजुर ए भर्खरै आउनुभयो तपाईँहरू नि हामी भर्खरै आएको ए जङ्गल पनि घुम्न जानुभयो कि यहीँ मात्र हो यहीँ मात्रै हो ए ल हस् राम्रोसँग घुम्नुहोस् हामी जानुहोस् है हस् धन्यवाद हाम्रो दाइ चाहिँ कहाँदेखि हो म चाहिँ कताबाट आउनुभयो नवलपुरको काउसोतीबाट आज हाम्रो शैक्षिक भ्रमण अवलोकन हो हजुर दाइ हामी पनि यो माडीको गया हुँदै रामजनकी मन्दिर हुँदै हजुर दाइ अहिले यहाँ सौरा यहाँ हात्तीकै लागि यहाँ हेर्न आइएको छ हजुर दाइ मेरो कमसेकम 50 जनाको टिम छ हजुर दाइ के बसमा आउनुभयो हजुरहरू बसमा आइएको छ हामी स्कुलको चाहिँ समूहको तर्फबाट हजुर दाइ बसबाट आइएको छ हजुर अवलोकन गर्ने क्रममा अब बल्ल यहाँ पुगिएको छ हजुर दाइ लगायत सौराहरूमा जाने पनि योजना छ हजुर दाइ माथि जङ्गल भ्रमण गर्न जानु भएको छैन हजुरहरू होइन हामी जङ्गल भ्रमण गर्दै अहिले चाहिँ आयो जङ्गलमा के देख्नुभयो दाइ जङ्गलमा त हामीले बँदेलहरू देख्यौँ हरिण देख्यौँ मृग देख्यौँ बारासिङ्गे देख्यौँ हजुर दाइ अनि लगायत नीलगाईहरू देखियो हजुर दाइ मजुरहरू देखियो हजुर दाइ
त्यही हो अरू त अब बाघहरू त त्यो पालेर मतलब मान्छे खाने बाघ हेरेर आइयो हजुर दाइ त्यही हो अरू त खासै केही पनि देखेन बाँकी उता रामजानकी मन्दिर गयो माडीमा हजुर दाइ त्यहाँको दर्शन गरेर अनि त्यो जङ्गल सफारी हुँदै यता आइयो ए ल दाइ हस् धन्यवाद है ल ल धन्यवाद हजुरले ल हस् दाइ हस् हस् हाम्रो अमित दाइले चाहिँ कस्तो लाग्यो के भइरहेछ हाम्रो दादाले नेपालको राष्ट्रिय निकुञ्ज हजुर हाम्रो आज हामी हङकङबाट घुम्न आएको यस अब यो घुमिसक्यौँ यहाँदेखि फर्किँदैछौँ हजुर दाइ कोही हङकङ बस्ने विदेशीहरू छ भने एकचोटि यहाँ घुम्न आउनु होला एकदम रमाइलो छ हजुर अब यहाँदेखि हामी माथि यहाँदेखि घुम्दै आउनुहोस् यसरी हामी यता माथि जान्छौँ हजुर दाइ यो चाहिँ आउटसाइड यो मेन प्रब्लम चाहिँ यो पुलमा हिँड्नु गाह्रो हुने भयो हजुर दाइ एकदम हल्लिँदो रहेछ हजुर दाइ बहुत गाह्रो हजुर होइन हजुर दाइ अब यहाँदेखि हामी काठमाडौँ जान्छौँ हजुर काठमाडौँदेखि फेरि हामी ब्याक टु हङकङ हवस् ल हस् त धन्यवाद मेरो दादाको लागि